आज म अमेरिकाको पछिल्लो आप्रवासन कडाई नीति सम्बन्धी एउटा रिपोर्ट तपाईहरूलाई लिएर आएको छु। अमेरिकामा आप्रवासन नीतिहरू अहिले कडा चरणमा पुगेका छन्। सङ्घीय एजेन्सी आइसले पक्राउ, हिरासत र देश निकाला डिपोर्टेसन दुवै बढाएको छ। यससँगै गैरकानुनी प्रवेश पनि नयाँ नीति र कडाइका कारण परिवर्तन हुँदै गएको देखिन्छ। हालको तथ्याङ्क अनुसार आइसले दैनिक 1000देखि 1300 जनासम्मलाई अहिले पक्राउ गरिरहेको छन्। कस्ता व्यक्तिलाई पक्राउ गरेको छ भन्दा भिसा अवधि सकिएका व्यक्ति, कागजविहीन आप्रवासी र अदालतमा उपस्थित नभएका र अपराध गरेका आप्रवासीहरू। समग्रमा इन्फोर्समेन्ट गतिविधि पछिल्लो वर्षको तुलनामा निकै उच्च स्तरमा पुगेको देखिन्छ। अमेरिकाभर आइस डिपोर्टेसन केन्द्रहरूमा करिब 60,000देखि 65,000 जना एकै समयमा हिरासतमा रहेको रिपोर्टहरू सार्वजनिक भएको छ। खासगरी टेक्सस, लुजियाना र क्यालिफोर्निया मुख्य केन्द्रहरू रहेका छन्। धेरै डिटेन्सन सेन्टरहरूमा क्षमताभन्दा बढी भरिएका छन्। कानुनी प्रक्रिया ढिलो भएको गुनासो पनि त्यत्तिकै बढिरहेको छ। 2025 आर्थिक वर्षमा अमेरिकाले 4,42,000 भन्दा बढी व्यक्तिलाई देश निकाला गरेको तथ्याङ्क छ। यो पछिल्लो वर्षहरूमा भन्दा उच्च स्तरको सङ्ख्या हो, तर सरकारको कडा लक्ष्यभन्दा अझै कम विश्लेषण गरिएको छ। अमेरिका मेक्सिको सीमामा पनि अहिले ठुलो परिवर्तन देखिएको छ। कडाई बढेपछि बोर्डर पेट्रोल र निगरानी बढाइएको छ। असाइलम नियमहरू कडा बनाइएको छ। केही प्रवेश बिन्दुमा अस्थायी रोक सीमा नियन्त्रण गरिएको छ। आप्रवासनसँग सम्बन्धित विश्लेषकहरूका अनुसार आइस कारबाही अझै कडा हुन सक्ने बताइएको छ भने डिटेन्सन केन्द्रहरूमा दबाव बढ्न सक्ने सम्भावना, अदालतमा असाइलम र डिपोर्टेसनका मुद्दा अझै बढ्ने, बोर्डर क्रसिङ केही समय घट्न सक्ने तर पूर्ण रूपमा नरोकिने, धेरै आप्रवासी समुदायमा कानुनी डर र अनिश्चितता कायम रहने बताएको छ। अमेरिकामा आप्रवासन नीति अहिले निकै निर्णायक मोडमा पुगेको देखिन्छ। आइसको कडा कारबाही, बढ्दो डिपोर्टेसन र सीमा कडाइका कारण गैरकानुनी प्रवेश जोखिमपूर्ण र कठिन बन्दै गएको छ। त कानुन र मानवीय बहस भने अझै तीव्र हुँदै गएको देखिन्छ। उता राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकाल 2017-21 का पछिल्ला नीति प्रस्तावहरूमा अमेरिकी भिसा प्रणालीलाई धेरै कडा बनाउने नीति समेत अपनाएका छन्। ट्राभल ब्यान, यात्रा प्रतिबन्ध जस्तै केही मुस्लिम देशहरूमा आउने यात्रुहरूमा प्रतिबन्ध पछिल्लो संशोधन भए पनि कडा जाँच कायम रहेको छ भने सुरक्षा कारण देखाएर लागू गरिएको नीतिहरू रहेका छन्। त्यसैगरी H-1B वर्क भिसामा कडाई गरिएको छ भने ग्रिन कार्ड र इमिग्रेसनमा समेत प्रभाव परेको छ। सिप, शिक्षा, भाषा आधारमा प्राथमिकता दिएको छ भने पारिवारिक स्पोन्सरसिप, फ्यामिली बेस इमिग्रेसन घटाउने प्रयास भएको छ भने समग्र आप्रवासन सङ्ख्या घटाउने लक्ष्य ट्रम्पको कडा नीतिमा रहेको छ। त्यस्तै पब्लिक चार्ज रुल कडाई गरिएको छ। सरकारी सहायता, फुड स्ट्याम्प, मेडिकेड आदि लिने व्यक्तिलाई ग्रिन कार्ड पाउन गाह्रो बनाइएको छ।